जौन मेहरारू कहा थी ना कि हम अपने बच्चा के घरे कह के लटी हम काम करें यहाँ खेते आए नहीं कहाँ जंगले गली ते ई वीडियो जरूर देखी कि बच्चा छोड़ के घरे अइले के मतलब का हो। बच्चा खोजे भी पीछे पीछे जा सकाला, वही है वजह हो बच्चन के घरे छोड़ के गईले के मतलब देख लेल जाए। ई बच्चा 3 दिन जंगले में हेराइल रह गए। महतारी सोची समझा थी चेऊ खने हमार बच्चा घरे बा, पीछे पीछे बच्चा खोजत चली गए जंगले। महतारी खो बिपोर खन के चली आई। बच्चा 3 दिन जंगले में रहल, 3 दिन के बाद ही बच्चा मिलल। आप सभी वीडियो में देख सकल जाता है। तहीं से कहा चाहे जी जाता कोनो काम करे तो अपने बच्चन के चाहे जी के जिम्मे लगा के जाई, ई ना सोच के जाई कि हमार बाबू घरे बा हमार बेटुआ घरे बा तो कहूँ नहीं जाई। लेकिन ओकरे मुँह में बच्चा तो होबे करे, ओकरे दिमाग में का आई खोजे भी तो जा सकाला ना। तो पीछे पीछे गईले की वजह से 3 दिन बेचारा उस जंगले में रहल है। आप सभी वीडियो में देखल जाए 3 दिन के बाद पता चलल कि बच्चा चाहिँ 2 गतेबाट हजुर यो गैँडाकोट नगरपालिका वडा नम्बर 14 भागर स्थित को घरबाट चाहिँ नि बिहान 6:30 बजे चाहिँ नि हजुरआमा च्याउ खोज्न भनेर जङ्गलमा जाँदा पछि पछि लागेको र त्योभन्दा माथि केही माथि उहाँको बाजेले चाहिँ रुँदै गएको देखेको भनेको आधारमा हामी बच्चा जीवितै भेटिन्छ कि भन्ने हिसाबले 2 गतेबाट हामीले खोज्न सुरु गरेका हौँ। र त्यो खोज्ने क्रममा उहाँहरूको घर परिवार र स्थानीय जनप्रतिनिधि लगायत हामी सम्पूर्ण टोली गरेर लगभग 150-200 जनाको टोलीले खोजिएको थियो। 2 गते जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट एसपी साहब अनि यो सशस्त्र प्रहरी नायब उपरीक्षकज्यू लगायत हाम्रो टोली गएको थियो भने 3 गते हामी लगभग 35 देखि 40 जनाको सङ्ख्यामा सशस्त्र प्रहरी र हाम्रो संयुक्त टोली गएको थियो। र त्यस पछाडि हामीले दिनभरि खोज्यौँ। लगभग 250 भन्दा बढी मान्छेहरूको सहभागितामा हामीले जङ्गल पुरै सर्च गरेका थियौँ र हामीले 2 गते र 3 गते भेटेनौँ। आज चाहिँ नि उहाँलाई 9:30 बजे यो शङ्खदेवी सामुदायिक वन र सुन्दरी सामुदायिक वनको बिचको सिमानामा पर्ने एउटा खोल्सो जस्तो चाहिँ नि भाग छ। त्यसमा चाहिँ ढुङ्गाहरू टन्न ढुङ्गाहरू ढडानहरू छ। त्यो ढडानको माथि ढुङ्गामा बसिरहेको अवस्थामा र स्थानीय मान्छेहरूले देखेर खबर गर्नुभयो। हामी चाहिँ खोज तलासमै व्यस्त थियौँ। जङ्गलमा हामीले 4-5 समूह बनाएर चाहिँ खोजेका थियौँ र आज खोज्ने क्रममा यसरी आज बिहान चाहिँ उहाँलाई फेला पारेको। उहाँको अवस्था सकुशल छ र सामान्य निधारमा र गालामा चोट लागेको छ। यसरी यो 2 ठाउँमा चोट लागेको छ। यो चाहिँ ढुङ्गामा यसरी चढ्ने क्रममा दरपरेर चोट लागेको हुनसक्छ भन्ने हाम्रो बस ऊ आफै नै निस्केको, त्यस्तो अरू कुनै अप्रिय घटना चाहिँ होइन। अप्रिय घटना कुनै पनि हो जस्तो हामीलाई लाग्दैन। बच्चा ढुङ्गामाथि सकुशल फेला पर्यो। हामीले लगातार चाहिँ 3 दिनसम्म खोज्यौँ। 3 दिनका दिन आज 3 दिन भयो। 3 दिनका दिन यसरी ढुङ्गामाथि हामीले फेला पारेको हो र उहाँलाई चाहिँ कसैले लगे जस्तो हामीलाई लाग्दैन। सबै चाहिँ त्यो एरियाको सबै हामी मिलेरै खोजेका हौँ र साथ सहयोग सबैले राम्रोसँग दिनुभयो। अहिले